हेलो गाइस, म चाहिँ आज अर्ग्यानिक सब्जी टिप्नु आँटेको अनि म पकाउनु आँटेको छु आज सिमी घिउ सिमी है। यहाँ चाहिँ सब्जीको केही कमी छैन गाइस, पुरा सब्जी छ है। वेस्ट सिक्किममा छ नि त हामी पेलिङमा, सो यहाँ चाहिँ जाडोले गर्दा हो कि हो सब्जीहरू पनि मजाले आउँछ, केही किराहरू पनि लाग्दैन हैन। सो म चाहिँ अब घिउ सिमी टिप्दैछु है, घिउ सिमी पकाउने। यहाँ मेरो छोरा पनि आएछ उठेर घिउ सिमी टिप्नु आएको। आज चाहिँ म घिउ सिमी पकाउने नि त। अन्त घरि यहाँ इस्कुसको मन्टा, इस्कुस, घिउ सिमी त्यो होइन के सब्जीहरू हुन्छ नि अर्ग्यानिक, एकदम इन्स्टेन्ट पाइहाल्छ। हामी चाहिँ यहाँनिर हो घिउ सिमी देख्नु हुँदैछ गाइस। हेर्दा चाहिँ कम्ती अलिकति रोपेको छ, तर कति बेसी फलेको छ, भित्र छ नि त। तर मलाई चाहिँ भित्र पस्नु डर लाग्छ, जुगाहरू हुन्छ त। अन्त बाहिरैबाट अलिअलि यो साइडको चाहिँ मैले टिपेर खतम गरिसकेको छु। यहाँनिर चाहिँ पुरा थियो नि त, यतातिर पनि फलेको, मैले सबै टिपेर खतम गरिसकेँ। भित्र पुरा छ। ओके टिप्यो खै, यहाँ बेबीले टिपिहालेछ एउटा हो। टिप्नु त्यो बोटहरू चाहिँ उयो हुन्छ है ल, चुटाउनु चाहिँ हुँदैन त्यो लडाहरू, फेरि फल्दैन नि। ओके सिमी हौ त्यो फल्दैन, हौ त्यो टिप्नु नि, हौ त्यो चाहिँ चुटाउनु नि, केही हुँदैन। जुडी राख्छ नि, देख्नु हुँदैछ नि कति मजाले फलेको छ हो, मजाको पोटिलो पोटिलो। यहाँ मेरो बेबीले यति टिप्दैछ, टिपिसक्यो हो। अन्त अझै छ नि भित्र मजा डर लाग्छ। भित्र बसेर टिप्दिनु नि। उयो भित्र बसेर टिप्दिनु, जुगा आउँछ नि, डर लाग्छ। छ जुगा गाइस, मलाई चाहिँ पुरा डर लाग्यो भित्र जुगाहरू हुन्छ भनेर पस्नु। अन्त उसलाई पसेर टिप्दिनु नि भनेर चाहिँ यहाँ भित्र पस्छ। मुनि टिप्नु त च्याप्टो परेको, अलिक छिप्पेको टिप्नु पर्यो अलिक। यहाँ मेरो फुच्चे बेबी पनि पस्छ। अलिक फेदको टिप्नु पर्छ ल, च्याप्टे परेको टिप्नु नि दामी। दुईजना बाउ छोराले टिप्ने पर्यो। उयो रातो भएको यहाँ नि त ऊ तपाईँको हातको हो त्यहाँनिर भाइ। त्यो डल्लै उयो लहरा चुटाउनु हुँदैन है ल। टिप्ने हेरे उसलाई पनि टिप्नु दिनु नि। पप्पे भने चाहिँ मेरो फुच्चे बेबी चाहिँ पापालाई यहाँ हान्न नि सिरियस गरेर पप्पे ला भाइ। त्यो लहराहरू चुटाउनु हुँदैन, आमाले मार्नुहुन्छ नि। अन्त लहरा चुटायो भने फल्दैन नि भाइ, त्यो सबै बिग्रिन्छ। मुनि टिप्नु त पापा। निन्जा टेक्निक। अहिले के दुईजना पसेर बिगारेर मार्नुहुन्छ होला आमाले चाहिँ। राख्नु त्यो उता राख्नु त्यो यहाँ होइन, उता भित्रकै हो, उता राख्नु। ला बाख्रा त यहाँ निक्लेर आइरहेको छ नि त। पस्यो मैले त्यसो भन्ने बित्तिकै हो। यहाँ चाहिँ बाख्राको खोर एउटा मात्रै निक्लेको छ हौ। बाख्रा दुईटा खसी छ, एउटा निक्लेर आएको छ। एउटा यिनीहरू चाहिँ आफै खोर तोडेर बाहिर निक्लिँदो रहेछ नि त। गर्दा कराउँदैछ माथिबाट गर्दै। गाइस टिपिसक्यो मेरो फुच्चीले सिमी है। अघि कति थियो, अहिले कति भयो? भाइले भक्कु टिपेछ। अब आमाले मार्नुहुन्छ भाइ, यहाँ र सिमी यत्रो बेसी टिपेको छ, मार्नुहुन्छ। सो गाइस
फ्रेस सिमी घिउ सिबी टिपेर हामीले ल्याइसक्यो। अब चाहिँ म यसको सब्जी बनाउँछु मजाले केलाएर। गाइस अब चाहिँ म अघि टिपेर ल्याएको घिउ सिबीको सब्जी बनाउँछु है। अनि यहाँ चाहिँ यस्तै फ्रेस सब्जीहरू पाउँछ नि त, अन्त म चाहिँ फ्रेस सब्जी टिप्दै बनाउँदैछु है। यहाँ चाहिँ फ्रेस खानु पाउँदैछ, अर्ग्यानिक एकदम प्योर। So guys, thanks for watching my video. Take care and bye bye till then my next video.